तपाईँले ट्याक्स फाइल गर्नु भएन भने चाहिँ के हुन्छ त? जस्तै अप्रिल 15 लास्ट डे हो ट्याक्स फाइल गर्ने, तर गर्नु भएन, पैसा कमाउनु भएको छ तर ट्याक्स फाइल गरेन भने कस्तो कस्तो कानुन चाहिँ तपाईँलाई लाग्न गइरहेको छ, यस चिजमा ध्यान दिनु होला। तपाईँहरूसँग ट्याक्स फाइल सम्बन्धित केही क्वेसनहरू छ, प्रश्नहरू छन्, मलाई कमेन्टमा पनि लेख्न सक्नुहुनेछ। मलाई फलो गर्नुभएको छ भने फलो गर्नु होला। यो भिडियोलाई अरूलाई पनि सेयर गरिदिनु होला, किनभने मसँग चाहिँ पोहोरको साल पनि र यो साल पनि धेरैजना व्यक्तिहरू चाहिँ पोहोर परारदेखिकै ट्याक्स फाइल नगरेर पनि आइरहनु भएको छ र मैले चाहिँ यो तपाईँहरूलाई एउटा इन्फर्मेसनल हुन्छ भनेर ल्याएर सेयर गरेको छु। जस्तै तपाईँले ट्याक्स फाइल गर्नु भएन भने चाहिँ यहाँनिर 6वटा मेन कानुनहरू छन् जुन चाहिँ तपाईँले यस चिजमा हेर्नुपर्ने हुन्छ। जस्तै पहिलोमा चाहिँ के छ भने फेलियर टु फाइल पेनल्टी। तपाईँले फाइल नगरेकोमा पेनल्टी हो है त। यो तपाईँले जब ट्याक्स फाइल गर्नु हुँदैन, तिरे पनि नतिरे पनि, रिफन्ड आए पनि नआए पनि यो पेनल्टी लाग्छ फाइल नगरेकोमा। यसमा चाहिँ के भनिएको छ भने 5% इन्ट्रेस्ट तपाईँलाई जुन तपाईँको अनपेड ट्याक्स छ त्यसमा चाहिँ 5% इन्ट्रेस्टदेखि लिएर म्याक्सिमम चाहिँ उनीहरूले 25% सम्मको इन्ट्रेस्ट तपाईँलाई चार्ज गर्नेछन्। त्यसमा त्यति मात्रै नभएर 60 दिनभन्दा माथि तपाईँको यो गयो भने, ट्याक्स फाइल नगरेको चाहिँ 60 दिनभन्दा माथि तपाईँको कट्यो भने मिनिमम चाहिँ तपाईँलाई $485 चाहिँ तपाईँलाई मिनिमम फी तिराउँछन्, अथवा जति तपाईँले ओ गर्नुभएको छ उनीहरूलाई तिर्नु पर्ने। जस्तै $100 छ भने जुन कम छ त्यही तपाईँलाई तिराउँछन्। जस्तै $100 तपाईँले तिर्नु पर्यो त्यति 60 दिनभित्रमा। त्यसदेखि उता के हुन्छ त नेक्स्ट स्टेप? त्यति मात्रै नभएर यो चाहिँ अहिलेको फर्स्ट चाहिँ फेलियर टु फाइल थियो, अब चाहिँ फेलियर टु पे। तपाईँले तिर्नु भएन ट्याक्स, आफ्नो जति ड्यू छ तिर्नुपर्ने आइआरएसलाई तिर्नु भएन भने 0.5% इन्ट्रेस्टदेखि लिएर 25% चाहिँ म्याक्सिमम उनीहरूले तपाईँलाई इन्ट्रेस्ट तिराउँछन् डेली। यो सबै इन्ट्रेस्ट चार्ज चाहिँ खासै डेली हुन्छ है त। मन्थलीमा हेरे पनि यो इन्ट्रेस्ट चाहिँ अकर्ड डेली नै भइरहेको हुन्छ। तपाईँले फेलियर टु पे नतिरेको खण्डमा चाहिँ यो तपाईँले तिर्नु पर्यो 0.5% देखि 25% को। अब यसमा नेक्स्ट स्टेप के हुन्छ त नतिर्दाखेरि भन्दाखेरि यो फाइनहरू त अकर्ड भइरहन्छ, त्यसमा तपाईँको यति रिफन्ड आउने छ भने आइआरएसदेखि तपाईँले ट्याक्स फाइल गर्दाखेरि रिफन्ड आउने एक्सपेक्ट गरिरहनु भएको छ भने तपाईँको म्याक्सिमम चाहिँ उनीहरूले 3 वर्षसम्म मात्रै राख्न गइरहेका छन्। 3 वर्षदेखि उता चाहिँ तपाईँको यो रिफन्ड लस हुन गइरहेको छ। उनीहरूले यो तपाईँको त्यस पछाडि फाइल गर्दाखेरि तपाईँलाई रिफन्ड दिँदैनन्। आइआरएसले 3 वर्षसम्म मात्रै राखिदिएको हुन्छ। त्यो भएपछि तपाईँले ट्याक्स फाइल गर्न जरुरत छ। अर्को कुरो के छ भने तपाईँले तिर्नु भएन, ट्याक्स तिर्नु भएन भने उनीहरूले यो तपाईँको फाइल चाहिँ कलेक्सनमा पठाइदिन्छन् र तपाईँको ब्याङ्क एकाउन्टलाई फ्रिज पनि गर्न सक्छन्। वेजहरूलाई तपाईँको जुन कामहरू गर्नुहुन्छ त्यसबाट चाहिँ तपाईँको पैसा उनीहरूले अटोमेटिकली लाने पनि बनाउन सक्छन्, जुन चाहिँ सबै थोक ओभरराइड गर्न सक्छन्। र मेन कुरो तपाईँको ब्याङ्कहरू चाहिँ फ्रिज गरिदिन्छन् यिनीहरूले। अनि अन्तिमको कुरो चाहिँ के छ भने तपाईँको जेल टाइम। अब यसमा चाहिँ यस पछाडि तपाईँ यो लेभल 6 सम्म चाहिँ पुग्नु भएछ भने तपाईँलाई चाहिँ उनीहरूले क्रिमिनल चार्ज लगाउन गइरहेका छन्। अमेरिकाको कानुनमा यहाँ बसेर तपाईँले ट्याक्स फाइल नगर्नु भनेको एउटा क्राइम हो र क्रिमिनल चार्ज चाहिँ $25,000 सम्मको फाइन र जेल टाइम पनि 1 वर्षसम्मको राखेको छ यसमा। अझै यसमा अब लेभल बढ्दै बढ्दै जान्छ, तर यहाँसम्म चाहिँ तपाईँले बुझ्नु होला यसको अन्तिम लेभलसम्म तपाईँ ट्याक्स फाइल नगरिकन धेरै वर्षसम्म आउनु भएछ भने जेल पनि बस्न सक्ने स्थिति हुन्छ है त। त्यही भएर ट्याक्स फाइल गर्नुभएको छैन र केही प्रश्नहरू छन् भने मलाई सम्पर्क गर्नु होला। एकदम इम्पोर्टेन्ट ड्युटी हो यो चाहिँ, ट्याक्स फाइल गर्नु चाहिँ साह्रै इम्पोर्टेन्ट कुरो हो अमेरिकामा र फाइल गर्नु होला। अप्रिल 15 हो, गर्न सक्नु हुँदैन भ्याउनु हुँदैन भने बरु एक्सटेन्सन फाइल गरेर पनि तपाईँले अर्को टाइम पाउनुहुनेछ। तर एक्सटेन्सन फाइल नगरिकन चुप्पो लाएर बस्नु भएको छ भने चाहिँ 5 दिनको मात्रै तपाईँसँग समय छ। अब आजदेखि यस चिजमा एकदम ध्यान दिनु होला है त। तपाईँहरूलाई यस्तो खालको भिडियो जानकारी मनपर्छ भने मलाई फलो गर्नु होला, यो भिडियोलाई सेभ गर्नु होला, अरूलाई पनि सेयर गरिदिनु होला। धन्यवाद।